नमस्ते साथीहरू, स्वागत छ बिसी गाउँले भ्लगमा। आराम रही आरामताको कामना गर्दै आज पनि मैले भ्लग सुरुवात गरिसकेको छु र आज चाहिँ म धरान 4 पत्रङबारी गैरीटोलको चाहिँ यो झोलुङ्गे पुलमा आएर यो झोलुङ्गे पुलबाट चाहिँ मैले भ्लग सुरुवात गरेको छु र साथीहरू तपाईहरुलाई म यतापट्टि देखाउन चाहन्छु। यस्तो रमाइलो दृश्यहरू छन् कि है, यस्तो छ है, हरियो धानबारी अनि चिटिक्क परेको 6वटा झ्याल भएको घर अनि यतापट्टि एकदम हरियाली टाँकीको रुखहरू छन् है, सर्र यसरी अनि हल्का हावा चलिरहेको छ। एकदमै रमाइलो ठाउँ अनि शीतल छ, अहिले चाहिँ मजाले हावा चलेको छ है। अनि यो चाहिँ झोलुङ्गे पुल, मैले पहिले पनि झोलुङ्गे पुलको त देखाएको थिएँ, तर पनि आज पनि फेरि देखाउँछु है। यो चाहिँ उता जाने चाहिँ बसन्तटार जाने हो। अनि यस्तो छ साथीहरू। अनि यहाँदेखि यता पूर्व साइड हेर्दा चाहिँ एकदम हरियो वन नेपालको धन है भन्छ। यो सालघारी हो, पुरै सालको रुखहरू हो अनि हरियो केराहरू छन् यसरी। अनि आकाश चाहिँ अब ठाउँ ठाउँमा बादल फाटिरहेछ, हेर्नु त, ठाउँ ठाउँमा बादल फाटेको छ। बादल सेतो कालो बादल मिक्स भएर चाहिँ आकाशमा लागिरहेको छ। समय भन्नुपर्दा चाहिँ अहिले दिनको दिउँसोको 2 बजेको छ। अनि यतापट्टि हेर्नुहोस्, यता खनजोत गरेर यहाँ पुरै दाल छरिरहेछ हैन, दाल छरिएको छ। यो 1 कट्ठा चाहिँ 2 कट्ठा अनि यो पनि पुरै धानबारी छ साथीहरू। आज चाहिँ मैले यहाँ आएर तपाईहरुलाई चाहिँ अलिकति यो वरिपरिको चाहिँ हरियाली दृश्यहरू चाहिँ हरियो परियो देखाएर चाहिँ अलिकति रमाइलो होस् भन्ने हिसाबले चाहिँ भ्लग गर्दैछु र भिडियो हेरेर साथ सपोर्ट गरिदिनु होला है। दीपक भाइ पनि पानीको बिल काट्दै आउनु भएको होला हाम्रो दीपक भाइ। हाम्रो मयूर दाजुको भ्लगलाई सब्स्क्राइब गरिदिनु होला, फलो ब्याक दिनु होला, लाइक कमेन्ट गरिदिनु होला। हाम्रो चर्चित मयूर दाजु। ल अनि के बिल काट्दै आज ए दिदीले दियो तपाईको पैसा है। शनिबार 2 बजे खानेपानीको मिटिङ है। आजको साथ 2 बजे है। 2 बजे कहाँ? त्यही फेदमा ट्याङ्कीमा। त्यहाँ यो भ्लग पनि बनाउनु पर्छ, पारदर्शी हुनुपर्छ। यहाँ हाम्रो खानेपानी पत्रङबारीको खानेपानी सबैलाई पारदर्शी देखाइदिनु पर्छ। कति बजे? 2 बजे। 2 बजे ठ्याक्कै 2 बजे भेला भइदिनु। ल भनेपछि अहिलेकै टाइम रहेछ ठ्याक्कै अहिले 2 बजे। ल ठिक छ। अब अरूले नभ्याउने भयो, त्यही भएर 2 बजे राखे के। बिहान पनि नभ्याउने, ठिकै छ। बेलुका पनि नभ्याउने, ठिक अब 2 बजेदेखि भेला भएर चाहिँ कार्यक्रम गर्ने भन्ने योजना। ठिकै छ। ल ल है त, आइदिनुहोस्, शोभा बढाइदिनुहोस्। ल विकासले दियो हाम्रो? विकास हुन्छ, नातिले नातिलाई दिनु न। नातिको प्राइभेट पैसा होला, उले दियो। ल भइहाल्छ छोरा नातिहरु कम आदमी भएछ अहिले, त्यस्तो भइहाल्छ, दिइहालिन्छ नि। ल ल ल भाइ, ल दाजु, ल म लागे ल दाजु। हुन्छ, ल ओके, बाई बाई। ल बाई 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 बाई। हाम्रो दाजुको भ्लगलाई चाहिँ एकदम फलो गरिदिनु होला है। ल भाइको नि आउँदैछ फेसबुकमा टन्नै। ठिक छ। ल ल ल र माथिको गौरा दीपक भाइ हो, प्लम्बर हो उहाँ। अनि पानी आज अब महिनामा मर्नु आँट्यो नि त, अनि पानीको बिल चाहिँ बिल काट्दै हिँडेको रहेछन्। रमाइलो छ यो भाइ पनि। र साथीहरू अब म चाहिँ फेरि अब यता उँधो लाग्छु है, बारीतिर। तपाईहरुलाई कति भन्नु है, कति भन्नु, खालि बारीतिर बारीतिर। अब मेरो भ्लग पनि खालि बारीकै मात्रै हुन्छ, घाँस काटेको काम गरेको त्यही मात्रै छ। अब के गर्ने हो साथीहरू, अरू कन्टेन्ट खोजौँ भने अब छैन। अब काम गर्न आउनुपर्छ, कन्टेन्ट बनाइ हिँड्नु, कहाँ कहाँ डुली हिँड्नु पाइँदैन कामले गर्दाखेरि। अनि यस्तै छ साथीहरू। अब त्यही बारी यसो गऱ्यो उसो गऱ्यो, त्यही बारीको मात्रै अब भ्लग आउँछ मेरो। र तर साथीहरूले चाहिँ माया गरिदिनु भएको छ, हेरिदिनु भएको छ। र अझै पनि नयाँ नयाँ साथीहरूले पनि हेरिदिनु होला भन्न चाहन्छु। र अब चाहिँ म उँधो जान्छु है, तपाईँलाई चाहिँ यो राम्रो यहाँको हरियो परियो गाउँको चाहिँ दृश्यहरू देखाउँदै म जानेछु है त। तपाईहरुलाई अलिकति यो झोलुङ्गे पुलको नि देखाइदिन्छु है म।
झोलुङ्गे पुल गएर खोला पनि सुकिसकेको छ है। खोला पनि सुक्यो, अब पानी पर्दा मात्रै ठुलो आउँछ, पानी पर्नु छोडेपछि खोला पनि सानो आउँछ। यस्तो छ। यता कहाँको साथीहरू पिकनिक आएको रहेछन् क्यारे। ओहो साथीहरू त धरान 15 को भान्जो भतिजोहरू पो रहेछ केटाहरू। हेड साइड लागिहाल्नु पर्यो, अहिले देख्यो भने फेरि बोलाउँछ, कर लाउँछ। ल ठिक छ, ल ठिक छ। अब चाहिँ म झोलुङ्गे पुलदेखि अब उँधो लागेँ। यो ठाडो बाटोदेखि लागेँ है साथीहरू। यस्तो छ हाम्रो गैरीटोल चाहिँ यस्तो छ, हेर्नु होला। एकदम हरियाली छ, एकदम मजाको छ। यसरी यतापट्टि धान, यतापट्टि अब यो सब्जी लाउनुलाई चाहिँ यहाँ पुरा त्यो दबाई लाएर झार मारेर अनि खनजोत गरेर गर्ने। अनि यतातिर धान छ, हरियो धान, माथि डाँडाहरू हरियाली है। बर्खामा त कस्तो दामी छ। अनि कालो सेतो बादलहरू ठाउँ ठाउँ आकाश देखिएको यस्तो छ। अनि यो घर पनि एकदम दामी देखिन्छ, चिटिक्क परेको हरियो धानबारीमा सेतो घर। यो चाहिँ त्यो हाम्रो बारीभन्दा अलिकति मास्तिर हो, समथिङ 100 मिटर पनि छैन, 100 मिटर होला त्यो पुल चाहिँ। यस्तो छ। र साथीहरू अब यस्तै छ है। झोलुङ्गे पुलमा यसो गएको है। झोलुङ्गे पुलदेखि त ठ्याक्क त्यस्तो दृश्य पो देखियो है। मजाले मासु पोलेर अनि मासु चिउरा अब खानेकुरो टिटमिटहरू अनि त्योसँग खाने चिरिप्प पनि खाँदै बसेको रहेछ साथीहरू। यो साथीहरू अनि मैले चाहिँ बोलायो भने फेरि आउनु कि आउनु भन्छ है। बोलाउँछ अनि जानु पनि अप्ठ्यारो। अब उनीहरू ड्राई त्यसरी पार्टी खानु आएको ठाउँमा बोलाउँछन् अनि आफू जानु अप्ठ्यारो हुन्छ। अप्ठ्यारो लागेर मैले बोलाइनँ। त्यो सबै त्यो अशोक भान्जाहरू रहेछ, सुमन नातिहरू। ओहो काँडा पो बिज्यो त हेर्नु त साथीहरू। होइन चप्लीमा पनि कसरी काँडा बिज्यो। यहाँ सानो छ्यासै लजेन्ती काँडा जस्तो छ। यत्रो काँडा बिजेको। उहिलेको बुढापाकाहरूले चाहिँ यसरी काँडा बिज्यो भने त्यो सियोले कोट्याउँथ्यो। अनि कोट्याएपछि यसो हातमा लिन्थ्यो। अनि यो आँखाको यो परेला भन्छ कि के भन्छ, आँखी भाउ भन्छ यसलाई, चट्ट उखेल्थ्यो। अनि त्यो काँडालाई यस्तो छुएपछि ट्याप्प पक्रिन्थ्यो क्या। अनि पुलिसहरूले त्यो आँखी भाउ चाहिँ अनि त्यस्तो गर्थ्यो। उहिलेको बुढापाकाहरूले पनि एउटा केही मतलब होला नि त। म त के देखेर उड्यो ढुक्कुर पनि तर्सिएर। बाख्राले खोले। न्याले खोले खाँदै रहेछ। आमामा घाम त के साह्रो चर्कियो हौ। उफ आमामा। ल बुहारीले बाख्रालाई खोले खुवाउँदै रहेछ। मैले घाँस लिएर आएँ बेलुका र बिहानको लागि। मेरो झोली तुम्बी खोल्नु पर्यो। उफ गर्मी त के साह्रो हौ आमामा। उफ
खस्रेको घाँस ल्याएको पाछेर हो आम्मा। उफ आमामा बाहिर घामदेखि गर्मीले आएको चिसो पानी खाइदिँदा त के आनन्द भयो शीतल सरर। थकान पनि अलिक मेटियो। अब एकछिन पङ्खामा छाट्ट बस्छु। ल म चाहिँ फ्यानमा बसेँ पङ्खामा, अनि त्यहाँदेखि चाहिँ यो चिसो पानीमा फेरि सातु बनाइदिएको रहेछ है, यो टक्क अब सातु चाहिँ पिउँछु। ओहो क्या दामी, टक्क यो सातु चिसो पानीमा फिटेर अनि बिरेनुन हालेर टक्क फिटेर खानुपर्छ कि यस्तो दामी छ कि। साह्रै टेस्टी। ल त साथीहरू, आजको मेरो भिडियो पनि यहीँ समाप्त हुन्छ। फेरि अर्को भिडियो लिएर आउँदै नै छु। त्यतिन्जेलसम्मको लागि बिदा चाहन्छु। ओके बाई बाई। टाउकोले पो बाई बाई हात खाली नभएको त बाई बाई गर्दा टाउकोले बाई बाई अचम्मै हुन्छ। बाई बाई ल।